ठ्याक्क 6 वर्ष अगाडि यो समय मेरो लाइफको सबैभन्दा डिस्पेयरफुल मोमेन्ट थियो। त्यो साँझ मलाई अझ पनि क्लियरली याद छ जब म नुहाएर फर द फर्स्ट टाइम इन माई लाइफ आफ्नो अन्डरवेयर धुन सिक्दै थिएँ। त्यो बेसिन बियरली मेरो हाइटसम्म पुग्थ्यो। 10 वर्षको म मेरो आँखामा आँसु थियो तर रोइरहेको थिएन, किनभने मलाई थाहा थियो कि केही समयपछि यो सबै काम गर्नको लागि मामु मसँग हुने छैन। किनभने मेरो नाम सैनिक आवासीय महाविद्यालयमा निस्केको थियो, नेपालको अनडाउटेडली सबैभन्दा स्ट्रिक्ट एन्ड लेट्स बी अनेस्ट सेक्सिस्ट स्कुल, जहाँ ओन्ली फर बोइज म्यान्डेटरी होस्टेल सिस्टम थियो। म त्यति बेला एकदमै फ्यामिली ओरिएन्टेड र डिपेन्डेन्ट इन्भाइरोमेन्टमा थिएँ। आई वाज लाइक रेज्ड इन अ डोमेन वेयर नो सरो वाज अलाउड टु एन्टर। मेरो लाइफमा सबैभन्दा इम्पोर्टेन्ट कुरा फ्यामिली थियो र त्यो फ्यामिली मेरो लाइफबाट एकदमै चाँडै टाढा जाँदै थियो। म यस्तो ठाउँमा जाँदै थिएँ जहाँ सबै कुरा अनफेमिलियर थियो। अनफेमिलियर पिपल, अनफेमिलियर सिस्टम, अनफेमिलियर इन्भाइरोमेन्ट। इट वाज लाइक आई वाज स्टार्टिङ माई लाइफ अगेन फ्रम जेरो। तर मेरो त्यो डिप्रेसिङ सोच वाज लाइक द टिप अफ द आइसबर्ग। वाट आई फियर्ड इन माई हेड वाज नथिङ कम्पेयर टु वाट आई लिभड। तर यो स्टोरी सफरिङको होइन। इट्स अबाउट हाउ अल दो स्ट्रगल्स टर्न्ड इन्टु जोइज, इन्टु मेमोरिज सो गुड द्याट दे विल रिमेन विथ अस फर एभर। अनडाउटेडली सैनिकको फर्स्ट इयर वाज हेल। तर जब म सैनिकबाट पास आउट हुने बेलासम्म आइपुगेँ, सेम सैनिक बिकेम सो प्रेसियस। र यो मेरो मात्रै स्टोरी होइन, आई थिङ्क सबै सैनिकको यही स्टोरी हुन्छ कि फर्स्टमा यो स्कुल कसैलाई पनि मन पर्दैन र लास्टमा आउने बेरसम्म यो स्कुललाई नमन पराउने कोही पनि हुँदैन। यो स्टोरी हो मेरो र म जस्तै हजारौँ सैनिकको। यो भिडियोमा म आफ्नो युनिक सैनिक एक्सपिरियन्स, मेरो जर्नी र सैनिकका केही स्पेसल किस्सा र नर्म्सहरूको बारेमा भन्दैछु। र अब हल्का ब्याकग्राउन्ड सैनिकको बारेमा। सैनिक एउटा अर्गनाइजेसनल स्कुल हो रन बाई आर्मिज र हेभिली फन्डेड बाई कल्याणकारी कोष, एउटा आर्मीको नै अर्गनाइजेसन। यति हेभिली फन्डेड कि सैनिकले कमाउने भन्दा धेरै गुणा स्पेन्ड गर्छ। सैनिक स्कुलको 15वटा भन्दा धेरै ब्रान्चेस छ, तर सबैभन्दा मेन भक्तपुरको लागि मानिन्छ, किनभने यो सबभन्दा पुरानो र सबभन्दा ठुलो सैनिक हो। र सैनिक स्टुडेन्ट्सको सबभन्दा ठुलो फ्लेक्स नै यसको साइज हुन्छ। म नयाँ कलेजमा गएपछि पनि सबै स्टुडेन्टहरूले लाइक यो सेन्ट जेभियर्स कत्रो ठुलो भन्दै थिए। एन्ड आई वाज लाइक यो ठुलो, यो पुरै स्कुल त सैनिकको 4वटा ग्राउन्डमध्ये 2टा ग्राउन्डमा मजाले अटाउँछ। तर सिरियसली सैनिक एकदमै ठुलो छ। म 5 वर्ष भयो सैनिक पढेको र यस्तो धेरैवटा ठाउँ छ जता मलाई जान मन लागेको छ तर अहिलेसम्म जान पाएको छैन, जस्तै त्यो 2टा गर्ल्स होस्टेल। एज एन आर्मी स्कुल यता डिसिप्लिन र टाइमको एकदमै ठुलो भ्यालु हुन्छ र त्यहीलाई मेन्टेन गर्न यता एकदमै स्ट्रिक्ट रुल्सहरू हुन्छ, जसले हाम्रो पुरै दिनको एक्टिभिटिजलाई कन्ट्रोल गर्छ। मेरो सैनिक जर्नीको स्टार्ट क्लास 6बाट हुन्छ, किनभने क्लास 6मा मात्रै सैनिकको एडमिसन खोल्छ र सैनिकको इन्ट्रान्स एक्जाम पनि एकदमै कम्पिटेटिभ नै हुन्थ्यो, बट नट फर मी। एउटा एकदमै इन्ट्रेस्टिङ कुरा, मलाई मामु बाबाले भन्नुभएको थिएन कि यो स्कुलमा कम्पलसरी होस्टेल बस्नुपर्छ भनेर, र यो मैले एकदमै नराम्रो मोमेन्टमा थाहा पाएँ। फर्स्टमा रिटर्न एक्जाम भयो, त्यसपछि हाम्रो हेल्थ चेकअप र इन्टरभ्यू एउटै दिनमा थियो र हेल्थ चेकअप पनि कम्प्लिट भयो र अब टाइम थियो इन्टरभ्यूको। इन्टरभ्यूमा म मामुसँग गएको थिएँ र त्यहाँ हामीलाई इन्टरभ्यू लिनको लागि प्रिन्सिपल, भाइस प्रिन्सिपल, लाइजन अफिसरहरू बस्नु भएको थियो। लाइजन अफिसर आर्मी ब्याकग्राउन्डबाट हुन्छ एन्ड हि इज लाइक द म्यान, द गाई एट द टप अफ द फुड चेन, जोसँग सुप्रिम पावर हुन्छ। उसले प्रिन्सिपलमा केही प्रब्लम देख्यो भने प्रिन्सिपललाई पनि निकालिदिन सक्छ। म इन्टरभ्यू दिन गएँ र फर्स्टमै मैले एकदमै राम्रो इम्प्रेसन पारिसकेको थिएँ, एकदमै कन्फिडेन्टली बोलिरहेको थिएँ, सबैको एन्सर एकदमै मजाले दिइरहेको थिएँ, एकदमै स्मुथली चलिरहेको थियो। अन्टिल लाइजन अफिसरले क्वेसन सोध्नुभयो, आर यु कम्फर्टेबल टु स्टे अवे फ्रम यर फ्यामिली? र त्यति बेला म यस्तो सक थिएँ, आई वाज नट अन्डरस्ट्यान्डिङ के पहिला सुरुमा चाहिँ के भन्न खोजेको भनेर, अनि मैले लाइक नो भनेको थिएँ। फेरि लाइजन अफिसरले सोध्नुभयो, डु यु नो द्याट दिस स्कुल हेज अ कम्पलसरी होस्टेल सिस्टम? र त्यति बेला म यस्तो स्टन थिएँ। त्यसपछि मैले फुल इन्टरभ्यू एक शब्द पनि बोलेन। त्यसपछि मेरो मामुलाई सोध्नुभयो अनि मामुले मैले भनेको छैन उसलाई होस्टेलको बारेमा, तर म उसलाई कन्भिन्स गर्छु भनेर भन्नुभयो। जसरी तसरी इन्टरभ्यू सिद्धियो, तर इन्टरभ्यू सिद्धेपछि म खुसी थिएँ, किनभने मैले लास्ट मोमेन्टमा आएर इन्टरभ्यू बिगारिदिइसकेको थिएँ। होस्टेल वाज माई बिगेस्ट नाइटमेयर। ग्रोइङ अप वाइल वाचिङ मुभिज लाइक तारे जमिन पर, त्यसको एकदमै नराम्रो इमेज थियो। प्यारेन्ट्सको ब्ल्याकमेल वर्ड हुन्छ नि, केही काम गराउनु पऱ्यो भने वा केही काम गरेन भने भन्थ्यो नि टोइलेटमा थुनिदिन्छ भनेर। मेरो चाहिँ होस्टेल हालिदिन्छु थियो क्या, एकदमै डर लाग्थ्यो होस्टेलबाट। र मलाई पहिले होस्टेल छ भनेर भन्नुभएको भए म रिटर्न एक्जाम पनि बिगारिदिन्थेँ जानी जानी। र समहाउ मेरो नाम निस्क्यो र त्यो न्युज थाहा भएपछि लाइक इट वाज लाइक भेरी स्याड मोमेन्ट अफ माई लाइफ होइन।
मैले कन्भिन्स गर्न खोजिरहेको थिएँ तर कोही पनि मानेको थिएन। खासमा मामुलाई पनि त्यस्तो होस्टेल हाल्न मन थिएन, मेरो हजुरबालाई पनि होस्टेल हाल्न मन थियो र मेरो बाबालाई मात्रै खै कुन एक्सपेक्टेसन थियो, आई डोन्ट नो कुन इन्टेन्सन थियो। मैले केही चेन्ज अफ हार्ट होला कि भनेर लाइक हुन्छ नि 1-2 दिन 3-4 दिन अगाडि मैले बोल्न पनि एकदमै कम गरिसकेको थिएँ होइन, तर इट डिड नट वर्क आउट। नाउ इट वाज द डे टु गो। त्यहाँ इनरोल भएको स्टुडेन्ट्सको पुरै भिड थियो। म मामु बाबासँग आएको थिएँ र हामीलाई एउटा ट्याङ्का दिएको थियो र यो त्यही ट्याङ्का हो जुन हामीलाई 6 वर्ष अगाडि दिएको थियो र यसभित्र थियो हाम्रो डेली युज गर्ने सबै सामानहरू, फ्रम पेस्ट टु चप्पल र कपिजहरू पनि। र हामीलाई यो सबै सामानमा आफ्नो आइडेन्टिटी लेख्नु थियो, जुन कि हाम्रो नाम थिएन, जुन कि थियो हाम्रो 6 डिजिटको रोल नम्बर। त्यति बेला एउटा एकदमै स्याडनेसको भाइब आइरहेको थियो। सबै प्यारेन्ट्सहरू स्याड थियो, सबै स्टुडेन्ट्सहरू स्याड थिए, कोही प्यारेन्ट्स रोइरहेको थिए, कोही स्टुडेन्ट्स रोइरहेको थिए। सबै अनफेमिलियर इन्भाइरोमेन्ट थियो। आफ्नो नाममा एउटा ट्याङ्का, एउटा कपबोर्ड र एउटा बेड मात्रै थियो। र आई थिङ्क हामी 11 बजे आएको थियौँ र त्यति बेला 5 बजिसकेको थियो। सबै कुरा मिलाउन सिद्धिसकेको थियो, सबैमा नाम लेख्न सिद्धिसकेको थियो, ट्याङ्का मिलाइसकेको थियो, कपबोर्ड मिलाइसकेको थियो, बेड पनि मिलाइसकेको थियो। म त्यति बेला बेडमा बसिरहेको थिएँ। मेरो एउटा साइडमा मामु हुनुहुन्थ्यो र अर्को साइडमा बाबा हुनुहुन्थ्यो। त्यति बेला एउटा मोमेन्ट अफ साइलेन्स थियो, तर त्यो साइलेन्समा पनि म माया र चिन्तालाई फिल गर्न सक्थेँ। सडनली त्यति बेला एउटा बेल बज्छ। त्यो बेल कुनै क्लासको टाइम सिद्धिएको बेल थिएन, त्यो प्यारेन्ट्सको टाइम सिद्धिएको बेल थियो। बाबा र मामु दुवैजना उठ्नुभयो। बाबाले मेरो लुगा मिलाउँदै चिन्ता नलिऊ, राम्ररी बस भनेर भन्नुभयो। दुवैजनाले वान लास्ट टाइम एउटा हग गर्नुभयो र होस्टेलबाट बाहिर जानुभयो। म होस्टेलबाट दुवैजना मबाट टाढा हिँड्दै गएको हेरिरहेको थिएँ, तर दुवैजनाले मलाई फर्केर कहिले हेर्नु भएन। सायद उहाँहरूले आफ्नो आँखा भिजेको मलाई देखाउन चाहनु भएन, सायद उहाँहरूले मलाई रोको थाहा दिन चाहनु भएन। इट वाज अ गोल्डन आवर, द सन वाज सेटिङ। मलाई सनसेट एकदमै मन पर्थ्यो, तर दिस सनसेट इट वाज नट ब्युटिफुल, इट वाज हेभी। दिस सनसेट डिड नट सिग्नल द एन्ड अफ द डे, बट इट मार्क्ड द बिगिनिङ अफ अ रेस्पोन्सिबिलिटी। This sunset was not the sunset that brought peace. It was the sunset that gave me the burden of growing up. त्यति बेला लिटरली मेरो हार्टबाट एउटा शार्प पेन फिल भयो र मेरो आँखाबाट ठ्याक्क एक थोपा आँसु झऱ्यो। एन्ड बिलिभ मी व्हेन आई से, त्यो मेरो सैनिकमा झरेको फर्स्ट एन्ड द लास्ट आँसु थियो। किनभने त्यो दिन मलाई रियलाइज भयो कि इट्स नट टियर्स बट विल द्याट किप्स यु स्ट्यान्डिङ हियर। र अब भिडियोको पेजलाई हल्का चाँडै बढौँ। मामु बाबा जानु भइसकेपछि हाम्रो लाइनअप भयो सेक्सन वाइज। एदेखि जेसम्म 10वटा सेक्सन थियो। म जी सेक्सनमा परेको थिएँ र त्यति बेला लाइनअपमा मैले अर्पितलाई भेटेँ। ऊ मेरो सैनिकको फर्स्ट साथी बन्यो। त्यसपछि हामीलाई मेसमा लग्यो। मेस इज द आर्मी वे अफ क्यान्टिन, बट फर लार्ज अमाउन्ट अफ पिपल एन्ड नो फुड अप्सन्स। हाम्रो मेसमा 6 र 7 को केटाहरूले मात्र खाना खान्थे, जुन कि 5-6 जना थियो र त्यही बेला 8 देखि 12 को पनि खाना खाने टाइम हुन्थ्यो। सो यु क्यान इमेजिन द स्केल अफ म्यानेजमेन्ट निडेड टु बी मेन्टेन्ड। हाम्रो डोर्मेट्री सिस्टम थियो, मिनिङ कि हाम्रो एउटै रुममा 30-35 जना जति स्टुडेन्ट्सहरू सुत्थ्यो। बिस्तारै सबैसँग चिन्जान भयो। यही गर्नको लागि स्कुलले 3-4 दिन अगाडि नै होस्टेलमा बोलाएको थियो, बिफोर द एकाडेमिक स्कुल स्टार्टेड। त्यति बेला मैले एउटा नयाँ सिकनेसको बारेमा थाहा पाएँ। त्यो सिकनेसले हाम्रो क्लास 6 को अलमोस्ट सबै केटालाई एफेक्ट गरिसकेको थियो। त्यो सिकनेसको नाम हो होम सिकनेस। पहिला बच्चाहरूलाई क्लासको अगाडि आएर गीत गाउन बोलाउँथ्यो त। हाम्रो सेक्सनमा पनि एउटाले बोलाएको थियो र उसले 9 महिना गाइदिएको थियो। क्लासको आधीभन्दा बढी केटाहरू त्यति बेला रोएको थियो कि ट्रस्ट मी, होम सिकनेस इज रियल। त्यति बेला हामी 10-11 वर्षको बच्चाहरू थियौँ र हामीले जे एक्टिभिटी गर्दा पनि हुन्छ नि फ्यामिलीको याद आउँथ्यो कि, घरको फ्ल्यासब्याक आउँथ्यो कि त्यति बेला। तर मेरो प्रब्लम त्यता एन्ड भएन। हाम्रो फर्स्ट आउटिङ 11 दिनपछि थियो। आउटिङ इज लाइक द डे वी गेट टु गो होम। र त्यो 11 दिनपछि थियो र त्यो 11 दिनसम्म मैले एकचोटि पनि हक छानेन। त्यसको दुईवटा मेन रिजन थियो। हाम्रो फर्स्ट रिजन थियो म एकदमै पिकी इटर थिएँ। म घरमा भेजिटेबलको नाममा जम्मा आलु खान्थेँ, त्यो पनि फ्रेन्च फ्राइज। म मासु पनि राम्ररी खान्दिनँ थिएँ र म अन्डाको व्हाइट पार्ट मात्रै खान्थेँ। सेकेन्ड र त्योभन्दा नि इम्पोर्टेन्ट रिजन थियो हाम्रो सैनिकको टोइलेट। यस्तो थियो हाम्रो सैनिकको टोइलेट। अझ यस्तो पनि होइन, त्यो बस्नेवाला थियो। सो यदि कसैले हेर्न मलाई भने दे कुड जस्ट डु समथिङ लाइक दिस। या फर्स्टको केही टाइम एकदमै अनकम्फर्टेबल थियो, तर पछि इट बिकेम नर्मलाइज। पछि त यस्तो भइसकेको थियो, इफ यु वान्ट टु सी यु आर वेलकम टु सी द बम्स ड्रप। सो मैले सैनिक आउने 1 महिनामा नै आफ्नो खुट्टा भाँचेको थिएँ। यो एकदमै इन्ट्रेस्टिङ स्टोरी छ। हामी सबै स्टुडेन्ट्सलाई बिहान 5 बजे उठाएर पिटी लग्थ्यो। पिटीमा हाम्रो जगिङ, स्ट्रेचिङ, एक्सर्साइजहरू हुन्थ्यो जुन कसैलाई पनि मन पर्दैन थियो।
र त्यो बाहेक हामीले धेरैवटा अरू स्पोर्ट्स चुज गर्न मिल्थ्यो, जस्तै फुटबल, बास्केटबल, टेक्वान्डो। मैले र अर्पितले बास्केटबल चुज गरेको थियो। सो त्यति बेला सिस्टम के थियो भन्दाखेरि हाम्रो पिटी सिद्धिने बित्तिकै ब्रेकफास्ट हुन्थ्यो। ब्रेकफास्टमा जहिले एउटा अन्डा, ब्रेड, दुध र ब्रेडसँग खानको लागि बटर र जाम हुन्थ्यो। जो पहिला पिटी पछि मेसमा पुग्थ्यो त्यो टेबल क्याप्टेन बनेर भित्र जान पाउँथ्यो। टेबल क्याप्टेनको काम के भन्दाखेरि एउटा टेबलमा 11 जना हुन्थ्यो र त्यो 11 जनाको भाग मिलाउने टाइपको काम हुन्थ्यो तिनीहरूको। सो बेसिकली भन्नुपर्दा त्यो क्याप्टेन बनेर भित्र जान पाउँथ्यो ब्रेकफास्टको लागि मात्रै, र त्यसले जाम बटर हाल्न पाउँथ्यो, जसको मतलब त्यसले आफ्नो र आफ्नो साथीको भागमा बढी जाम बटर हाल्न सक्थ्यो। त्यहीको एडभान्टेज लिन ग्राउन्डदेखि मेससम्मको लागि पुरै रेस लाग्थ्यो। त्यो एउटा बिहानको कुरा हो जब हाम्रो बास्केटबल गुरुले बास्केटबलबाट चाँडै छुट्टी दिएको थियो र म हल्का अगाडि थिएँ सबैभन्दा। हाम्रो ग्राउन्डदेखि मेससम्मको बाटो पनि लामै थियो र त्यहाँ बिचमा एउटा अझ रोड पनि थियो जुन हामीले क्रस गर्नु पर्थ्यो। त्यो बास्केटबल कोर्टबाट म रोडसम्म पनि नपुग्दै साइरन बज्छ, त्यो साइरन त्यो पिटी टाइम सिद्धिएको। मेरो त्यति बेला हातमा बास्केटबल थियो र मैले पछाडि हेर्दा पुरै हुल स्टुडेन्ट्सको मतिर आइरहेको थियो। म त्यति बेला एकदमै चिल गाई थिएँ, मलाई त्यस्तो जाम बटरको मतलब थिएन। बेसिकली त्यो रोड काट्ने ठाउँ हाम्रो दुईवटा ठुलो ग्राउन्डको बिचमा थियो र त्यो ग्राउन्डलाई डिभाइड गर्नको लागि एउटा रोड थियो र त्यो रोडमा म हिँडिरहेको थिएँ। र त्यति बेला याद छैन तर कसैले मलाई ढकाल्यो र मेरो एङ्कल मर्केको थियो। त्यति बेला पुरै स्टुडेन्ट्सको भिड भागिरहेको थियो। धन्न एउटा गुरुले मलाई देख्यो र मलाई उचाल्यो र मलाई मेडिकलतिर लग्यो। त्यो सिनेरियो सोच्दाखेरि मलाई दुईवटा मुभीको डायलग याद आउँछ, एउटा केजिएफ र अर्को 3 इडियट्स। स्वार्थ के पीछे भागने वाली ये दुनिया किसी के लिए भी नहीं रुकती। रिमेंबर लाइफ इज अ रेस, अगर तेज नहीं भागोगे तो कोई तुम्हें कुचल के आगे निकल जाएगा। खुट्टा सुन्निनु पर्ने भन्दा धेरै नै सुनिसकेको थियो। मेरो प्यारेन्ट्सलाई बोलायो, म घर गएँ। मैले 1 महिनासम्मको लागि प्लास्टर हाल्नुपर्ने थियो। तर स्टोरी यता एन्ड हुँदैन, अब स्टोरी झन् इन्ट्रेस्टिङ हुन्छ। 1 हप्तासम्म म घरमै बसेँ, त्यसपछि म होस्टेल गएको थिएँ। अझ मलाई याद छ मैले बाको लौरो लिएर गएको थिएँ होस्टेल। डक्टरले मलाई प्लास्टर माथि लाउने एउटा जुत्ता दिएको थियो जसले गर्दा म हिँड्न सक्थेँ। तर अफकोर्स मलाई 2-3 दिनसम्म हिँड्न गाह्रो भइरहेको थियो। त्यति बेला मलाई प्रियाङ्शु, शाश्वत र अर्पितले धेरै हेल्प गरेको थियो। म न त पिटी जान सक्थेँ न त स्पोर्ट्स जान सक्थेँ। खाना खानको लागि पनि म हल्का छिटै जान्थेँ र यो 3 दिन मलाई यो 3 जनाले एकदमै धेरै हेल्प गर्यो। तर त्यो 3 दिनपछि मैले एउटा एकदमै खतरनाक कुरा डिस्कभर गरेँ। म एकदमै नर्मली हिँड्न सक्छु, हिँड्न मात्र होइन म दौडिन पनि सक्छु। र लाइक आई सेड म पिटी त जान सक्दिनँ थिएँ, म डाइरेक्ट मेस जान्थेँ र हाम्रो टेबलको 15% जाम बटर एक्लैले खाइदिन्थेँ। र द्याट्स नट इट, हाम्रो स्टडी आवर हुन्थ्यो राति र त्यो स्टडी आवर पछि हाम्रो डिनर हुन्थ्यो र म स्टडी आवरबाट पनि 15 मिनट अगाडि निस्किन्थेँ, एक्लै होइन एउटा साथीलाई लिएर। म क्लासबाट लङ्ग्राउँदै हिँड्थेँ र मेससम्म जानको लागि मेरो र साथीको रेस हुन्थ्यो। सो या मैले जाम र बटर मात्रै होइन मासु पनि एक्स्ट्रा खाएँ। सो क्लास 6 त्यही थियो, सबै कुरासँग फेमिलियर हुन टाइम लाग्यो। त्यसपछि क्लास 7 आयो जुन कि फुल लकडाउन थियो र हामी सबैलाई थाहा नै छ लकडाउन कस्तो पिरियड थियो। अनलाइन क्लास जान्थ्यो त्यो पनि फर्मालिटिजको लागि मात्रै थियो। त्यति मात्रै होइन हाम्रो क्लास 8 पनि आधी लकडाउनै भएको थियो र त्यसपछि इट वाज द टाइम टु गो। त्यति बेला म कम्प्लिटली डिफ्रेन्ट ठाउँमा जाँदै थिएँ। हाम्रो होस्टेल त चेन्ज हुने नै थियो तर एउटा अर्को कुरा जुन चेन्ज भयो जुन कि एकदमै अनएक्सपेक्टेड थियो फर मी वाज द चेन्ज अफ फ्रेन्ड्स। आई डोन्ट नो यति धेरै ग्याप भएर हो कि के हो, आई डोन्ट नो प्युबर्टी हिट भएर हो कि के हो, तर मान्छेहरू त त्यही थिए तर तिनीहरूको पर्सनालिटी कम्प्लिटली चेन्ज भइसकेको थियो। म त्यति बेला बिलिभ गर्न सकिरहेको थिएन कि मान्छे यो 1.5 वर्षमा कति चेन्ज हुनसक्छ भनेर। र लेट मी टेल यु यो चेन्ज पोजिटिभ वेमा थिएन, यो एकदमै नेगेटिभ चेन्ज थियो। मलाई जहाँसम्म याद छ 8 क्लासको टाइम हाम्रो सैनिकको सबैभन्दा टक्सिक टाइम थियो। तर 8 क्लासको फर्स्ट दिनमा नै एउटा दाई दालमोट बेच्न आएको थियो 1 केजीको 500 रुपियाँमा। यो मेरो सैनिक ब्ल्याक मार्केटको फर्स्ट इन्काउन्टर थियो। डोन्ट नो 8 क्लासमा आएर के त्यस्तो भएको थियो तर हरेक साथीको एटिट्युड चेन्ज भएको थियो। धेरै जस्तो साथीको हरेक शब्दपछि एउटा अभद्र वाणी निस्किन्थ्यो मुखबाट जुन कि एकदमै नर्मलाइज भइसकेको थियो। हरेक स्टेपमा अभद्र वाणीहरू मेरो कानमा छिर्थे। आई युज टु फलो अ गोल्डन रुल, गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट एन्ड यो 90% अफ द टाइम काम गर्थ्यो। तर रियली सेडिजम वाज एट इट्स पिक। जहिले पनि ग्ल्याडिएटर फाइटहरू भइरहेको हुन्थ्यो, हरेक दिन एकदमै क्योटिक हुन्थ्यो, कहिले के हुन्थ्यो कहिले के काण्ड हुन्थ्यो। हाम्रो ब्याजलाई सैनिकको सबैभन्दा घामड ब्याज भनेर चिनिन्थ्यो।
कोही केटीलाई किस गरेर सस्पेन्ड भइरहेछ, कोही नाक भाचेर सस्पेन्ड भइरहेछ, कसैले म्याटन म्यामको डाइजेस्टिभ बिस्कुट चोरेर सस्पेन्ड भइरहेछ, सेक्सन बाहिरको केटीलाई जिस्कायो भनेर फसिरहेछ, कसैको चाबी हराइरहेछ, कसैको बेडै गायब छ, कसैले झ्याल फुटाइरहेछन्, कसैले सिसा फुटाइरहेछन्, कसैले ट्युबलाइट फुटाइरहेछन्, फेरि त्यो ट्युबलाइट भेटेको थाहा हुन्छ भनेर पुरै ट्युबलाइटको फ्रेमै निकालेर फालिदिइरहेछन्। क्लास 8मा लिटरली हामीलाई लाइजन अफिसर, हेड अफ म्यानेजमेन्टहरू, बर्सर अफिसर सबै आएर पेलाएको थियो। हाम्रो स्कुलमा मास पेलाइ भन्ने हुन्छ जुन कि एकदमै कमन कुरा हो। मास पेलाइ भनेको एउटा पर्टिकुलर मान्छे वा ग्रुपले केही नराम्रो काम गर्यो भने सबैले पेलाइ खाने कुरा हो। र लाइक आई सेड मास पेलाइ एकदमै कमन कुरा हो। यो हामीले 6th क्लासदेखि खाइरहेकै कुरा हो। पहिला दाइहरूले गराउँथ्यो र अहिले फर द फर्स्ट टाइम लाइजन अफिसर, बर्सर अफिसर, क्याप्टेनहरू सबै आएर गरिरहेछन्। लेट मी टेल यु, हाम्रो पालोमा सिनियर्सहरूसँग एकदमै धेरै पावर हुन्थ्यो। यो स्याटरडेको कुरा हो, केही 11-12को दाइहरूलाई खै के रिस उठिरहेको थियो। त्यो दाइहरूले 8 क्लासको सबै केटाहरूलाई लाइनमा हालेर तिनीहरूको कपाल चेक गर्न थाल्यो र जसको कपाल तिनीहरूलाई हल्का ठुलो लाग्थ्यो तिनीहरूको सबैको हाइवे गर्न थाल्यो। तन्न त्यति बेला मैले एउटा दाइलाई चिन्थेँ, एन्ड द्याट्स हाउ नेपोटिजम वर्क्स। सैनिकको पुरा मजा क्लास 9बाट सुरु हुन्छ, किनभने क्लास 9बाट डोर्मेट्री सिस्टम, जसमा एउटै रुममा 30-35 जना सुत्थे, त्यसबाट रुम सिस्टम हुन्छ। रुम सिस्टममा एउटा रुममा 1 जनादेखि 4 जनासम्म बस्न पाइन्छ। डोर्मेट्रीको कम्पेरिजनमा रुम एकदमै सानो हुन्छ तर प्राइभेसी एकदमै बढी हुन्छ। म डबल रुममा बसेको थिएँ विशेषसँग, ऊ मेरो क्लास 6 देखिको नै एकदमै राम्रो साथी थियो। क्लास 9मा आएर नाउ यु क्यान ट्रुली फिल्टर आउट योर फ्रेन्ड्स। फ्रेन्ड्स इन सैनिक इज भेरी इम्पोर्टेन्ट। तिम्रो डेलीको लाइफस्टाइल, उठ्ने, खाने, सुत्ने, बस्ने सबै साथीसँग नै हुन्थ्यो। त्यसैले साथीले लाइफलाई एकदमै धेरै इन्फ्लुएन्स गर्थ्यो। सबैको आफ्नो फ्रेन्ड ग्रुप हुन थाल्यो। हाम्रो पनि एउटा फ्रेन्ड ग्रुप भयो, त्यसको नाम थियो चिनी चिउरा ग्रुप। र हामीले चिनी चिउराको आफ्नै एउटा टी सर्ट पनि बनायो। र एउटा अर्को कुरा, क्लास 9मा पुगेपछि हामीले दुईवटा इलेक्ट्रोनिक ग्याजेट्सको एक्सेस पाउँछौँ। एउटा थियो मच्छर मार्ने गुड नाइट र अर्को थियो लुगामा लाउने आइरन। त्यो गुड नाइटको त एउटा मात्रै काम थियो, तर आइरन वाज मल्टिपर्पज ग्याजेट। हामीले आइरन लुगा स्ट्रेट गर्न त लाउँथ्यौँ नै लाउँथ्यौँ, लुगा सुकाउन नि युज गर्थ्यौँ। त्यति मात्र होइन, ब्रेकफास्टको मेसबाट ब्रेड चोरेर ल्याएर त्यसबाट टोस्ट पनि बनाउन युज हुन्थ्यो। र त्यति मात्र होइन, हाम्रो होस्टेलमा कुनै कज पऱ्यो भने पनि युज हुन्थ्यो। पेटमा भएको जुन टक्सिसिटी थियो त्यो एकदमै कम भइसकेको थियो, अर आई डोन्ट नो कमन भइसकेको थियो। तर म अझ छाडा बोल्नेको एकदमै अगेन्स्ट थिएँ। आई युज टु बी द्याट काइन्ड अफ गाई हु युज टु से, हुन्छ नि बोल्ने तरिकाले फ्यामिलीको परवरिसलाई डिपिक्ट गर्छ टाइपको। एक दिनको कुरा हो, हामी 4 जना साथीहरू अपराजित र प्रियांशुको रुममा यस्तै टक्सिक इन्भाइरोमेन्टको बारेमा गफ गर्दै थियौँ। र त्यो बेला प्रियांशु र अपराजितले मलाई यस्तो कुरा भन्यो जसले मेरो माइन्डसेट चेन्ज गरिदियो। दे ड्रप द मोस्ट सिम्पल यट पावरफुल ट्रुथ बम्स एभर। दे सेड इमेजिन तेरो मम्मी वा तेरो बहिनीलाई बाटोमा एउटा केटाले हरास गर्दैछ अरे, त के गर्छस्? कि त त्यसको अगाडि गएर प्लिज प्लिज भन्दै गिरगिराउँछस् वा दिस वाज सच अ सिम्पल थिङ। तर आई डोन्ट नो वाइ योभन्दा अगाडि मेरो दिमागमा यो कुरा आएको थिएन। लाइफ जहिले पनि स्मुथली चल्दैन। द प्रिन्सिपल यु युज टु फलो माइट नट अलवेज वर्क। समटाइम्स यु निड टु सो एग्रेसन, समटाइम्स यु निड टु टेक अ स्ट्यान्ड। नराम्रो बोलेर हुन्छ कि नराम्रो गरेर हुन्छ। द्याट मोमेन्ट आई लर्न कि नट एभ्री वान अन्डरस्ट्यान्ड्स डिसेन्सी, सो समटाइम्स बिकमिङ अ डिमन्ड कुड बी अ ड्युटी। यो क्लिप मैले 11को बिदामा रेकर्ड गरेको थिएँ, अनि त्यसपछि यो पुरै भिडियोको स्क्रिप्ट मैले 10को बिदामा लेखेको थिएँ। र एट दिस पोइन्ट करेन्टली इन माई लाइफ 12को विन्टर भ्याकेसन चल्दैछ र यो क्लिप पछि मैले केही पनि रेकर्ड गरेको छैन। मैले लेखेको स्क्रिप्टको एक्चुअली आधी पार्ट पनि होइन, तर जेन्युनली रमाइलो कुरा लेखेको थिएँ। रमाइलो कुरा एटलिस्ट फर मी। हामीले गरेको केही क्रेजी कुराहरू, सैनिक फाइनली फिलिङ लाइक होम टाइपको कुराहरू लेखेको थिएँ। तर यो क्लिप पछि कन्टिन्यू नगर्ने मेन रिजन थियो एउटा इन्सिडेन्ट। सो यो क्लिप रेकर्ड गरिसकेपछि द भेरी नेक्स्ट डे म र मेरो साथीहरू सैनिक गएको थियौँ टु रेकर्ड बी रोल क्लिप्स। मलाई यो भिडियो एकदमै राम्रो क्वालिटीमा बनाउन मन थियो विथ भिजुअल स्टोरी टेलिङ एन्ड स्टफ, र त्यसको लागि बी रोल क्लिप्सहरू चाहिएको थियो। फर इक्जाम्पल म खुट्टा भाँचेको कुरा गर्दैछु भने त्यो लोकेसनमा गएर त्यसको हल्का क्लिप्सहरू रेकर्ड गर्ने, यो ठाउँमा भएको थियो टाइपको क्लिप्सहरू रेकर्ड गर्ने। होस्टेलको कुरा गर्दैछु भने होस्टेलको 1-2वटा पिक्चर्स एड गरिदिने। मेसको कुरा गर्दैछु भने मेसको हल्का क्लिप्स देखाउने 5 सेकेन्ड जतिको। सो त्यो मेरो प्लान थियो। त्यो रेकर्ड गर्न हामी सैनिक गएको थियौँ र सैनिकको गेट बाहिर हामी 3-4 घन्टा वेट गऱ्यो होला, तर हामीलाई छिराएन। र त्यसपछि मेरो मोटिभेसन यो भिडियो बनाउने कम्प्लिटली गयो। र 12को विन्टर भ्याकेसनमा आएर मलाई हल्का रियलाइज भयो मैले यो भिडियो बनाउन एकदमै धेरै मेहनत गरेको थिएँ भनेर। सो मैले त्यति बेला जति रेकर्ड गरेको छु त्यतिसम्म पोस्ट गरिदिन्छु र मेबी
एकदमै राम्रो रेस्पोन्स आयो, राम्रो राम्रो कमेन्ट आयो भने आई विल थिङ्क अफ मेकिङ अ पार्ट 2. सो या, अन्टिल देन